बेथेल टिभी हेर्नुहुने सम्पूर्ण प्रभुका जनहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह। आजको दिनमा निराशामाथि कसरी विजय पाउने भन्ने विषयलाई हामी हेर्नेछौँ। मेरो प्रिय मित्र, तपाईँको जीवनमा नि मेरो जीवनमा जब निराशा अनि दुर्बलताले काम गर्छ त्यो घडी हामी धेरैपल्ट लड्छौँ, धेरैपल्ट हामीलाई उठ्न गाह्रो हुन्छ, धेरैपल्ट त्यही समस्याले हामी संसारबाट बिदा हुने पनि परिस्थितिहरू आउँछ। त्यसकारण आजको दिन निराशालाई तपाईँले कसरी जित्न सक्नुहुन्छ? धेरै जस्तो प्रभुका जनहरू अनि उहाँहरूको जीवनमा प्रभुको शान्ति छ, प्रभुको आनन्द छ, अनि तर कति मानिसहरूको जीवनमा प्रभुको त्यो शान्ति र आनन्द हुँदाहुँदै पनि उहाँहरूले निराशाको जीवनलाई जिउनु भएको छ अनि उहाँहरू आफ्नो जीवनको दुर्बलतामा लड्दै गरेको कुरा हामीले थाहा गर्न पाउँदछौँ। तर आजको दिन म तपाईँहरूमाथि एउटा विशेष र शक्तिशाली सामर्थ्यलाई घोषणा गर्न चाहन्छु। तपाईँले निराशालाई विजय गर्न सक्नुहुन्छ। यदि तपाईँले निराशालाई विजय गर्न सक्नु भएन भने, निराशाले तपाईँको जीवनमा विजय गर्यो भने तपाईँलाई अन्धकारको शक्ति शैतानले आफ्नो कब्जामा पार्नेछ। त्यसकारण हितोपदेशको पुस्तक हिब्रूको पुस्तक 13 अध्यायको 5 पदले भन्छ, तिमीहरूका जीवन रुपैयाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। साँच्चै परमेश्वरको वचनमाथि भरोसा गर्नु चाहिँ सबैभन्दा मुख्य कुरा हो, बाइबलले सिकाउँदछ। अब निराशामाथि कसरी विजय पाउने? परमेश्वरको वचनमा भरोसा गरेर। परमेश्वरको वचनले के भन्दछ? संसारमा रुपैयाँ पैसाको मोहबाट अलग बस अनि तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस। जब तपाईँ र म यस्तो प्रकारको जीवन जिउँछौँ, यसले हामीलाई विजय दिन्छ। जब तपाईँ यो प्रकारको जीवन जिउनुहुन्छ, यसले तपाईँको जीवन आशिषलाई ल्याउँछ। जब तपाईँ आशिषको मूलसँग जोडिनुहुन्छ, तपाईँ कहिले पनि निराश हुनु पर्दैन अनि दुर्बल बन्नु पर्दैन। मेरो प्रिय मित्र, जब इस्राएलीहरू चाहिँ लाल समुद्रलाई पार गरेर आएका छन्, उनीहरू पनि निराश भएका छन्, तर यो निम्ति बाटो तयार पार्नुभएको छ। निराशा सबै ठाउँमा आउँछ, दुर्बलता सबै ठाउँमा आउँछ, तर तपाईँ परमेश्वरलाई हेर्नुहुन्छ भने तपाईँको बाटो बन्नेछ। तर परमेश्वरलाई हेर्नुहुन्न, परमेश्वरमाथि भरोसा गर्नुहुन्न भने तपाईँ त्यही निराशामा, त्यही बन्धनमा तपाईँ लड्नुहुनेछ। त्यसकारण मेरो प्रिय मित्र, निराशा अन्त होइन। मेरो प्रिय मित्र, निराशा चाहिँ परमेश्वरले काम गर्ने सुरुवातको एउटा छेडो हो। तपाईँको जीवन आएको दुर्बलता, तपाईँको जीवन आएको समस्या, तपाईँको जीवन आएको हतोत्साहपनहरूलाई, तपाईँ हार्नु भएको पनहरूमा तपाईँ निराश हुने होइन, तर तपाईँ विजय हुनको लागि परमेश्वरमा आफ्नो हातलाई, आफ्नो जीवनलाई अर्पण गर्ने बेला हो। त्यसकारण यो अन्त होइन भन्ने कुरा तपाईँले बुझ्नुपर्छ। यो नै तपाईँको जीवनको टुङ्गिने दिन होइन मेरो प्रिय मित्र, यो त तपाईँको लागि सुरुवात हो भन्ने कुरालाई तपाईँले बुझ्नुपर्छ। जब तपाईँ सुरुवातका कुराहरूलाई बुझ्न थाल्नुहुन्छ, परमेश्वरमाथि भरोसा गर्न थाल्नुहुन्छ, त्यसपछि तपाईँको जीवनमा प्रार्थना र प्रशंसाका निरन्तरताहरू बढ्न थाल्छ। अनि दोस्रो कुरा हामीले जान्नुपर्ने चाहिँ निराशालाई कसरी जित्न सकिन्छ त भन्दा प्रार्थना अनि प्रशंसाद्वारा। जब तपाईँ प्रार्थना गर्न थाल्नुहुन्छ, जब तपाईँ प्रशंसा गर्न थाल्नुहुन्छ, निराशापन तपाईँको जीवनबाट हटेर जान्छ। किनभने पहिलो तेस्सलोनिके 5:18ले भन्छ, सबै परिस्थितिमा धन्यवाद दियो। अनि परमेश्वरको वचनले सिकाएको महत्त्वपूर्ण कुरा धन्यवाद दिनु परमेश्वरको आज्ञा हो। जब तपाईँ जीवनमा समस्या आउँछ, दुर्बलता आउँछ, तपाईँलाई गाह्रो हुन्छ, तपाईँले परमेश्वरलाई धन्यवाद दिन थाल्नुहोस्, परमेश्वरसँग प्रार्थना गर्न थाल्नुहोस्। जब तपाईँ यसरी जिउन थाल्नुहुन्छ नि मेरो प्रिय मित्र, तपाईँको जीवनका सबै कुराहरू बदलिन थाल्छ। तपाईँले प्रेरित पाउलहरूको जीवन हेर्नुभयो भने प्रेरित र पाउल र सिलास चाहिँ झेलखानमा थिए अनि झेलखानमा बस्दै गर्दा नि उनीहरू निराश भएर हामीले परमेश्वरलाई विश्वास गरेको तरै पनि परमेश्वरले हामीलाई बचाउनु भएन भने उनीहरूले कहिले पनि सोचेनन्। उनीहरू के गर्दैछन्? उनीहरू जेलखानभित्र पनि गीत गाउँदैछन्, उनीहरू प्रार्थना गर्दैछन्, उनीहरू धन्यवाद चढाउँदैछन्। अनि हामीलाई थाहा छ त्यो धन्यवादले, त्यो प्रार्थनाले झेलका ढोकाहरू खोलिएका, उनीहरूका साङ्लाहरू चुडिएको भन्ने कुरा हामी प्रेरितको पुस्तक 16 अध्यायको 25मा भेट्छौँ। यसले के सिकाउँछ त भन्दा नि जब तपाईँको जीवनमा समस्या आउँछ, तपाईँ निराश भएर, हताश भएर, चिन्ता गरेर बस्ने होइन, तर तपाईँ प्रार्थना गर्ने अनि धन्यवाद दिने समय हो। जति धेरै तपाईँ धन्यवाद दिनुहुन्छ, जति धेरै तपाईँ प्रशंसा गर्नुहुन्छ, त्यति नै धेरै तपाईँको जीवनमा आशिषका कुराहरू खोल्छ। त्यसकारण निराशा र अन्धकारको समयमा नि प्रकाशले के हुन्छ, प्रशंसाको प्रकाशको बत्तीलाई तपाईँले बाल्नुपर्छ। प्रशंसा तपाईँले गर्दै गर्दा त्यहाँनिर ज्योतिहरू खुल्न थाल्छ अनि अँधेरो ठाउँहरूमा नि तपाईँ उज्यालो देख्नुहुन्छ। अनि तेस्रो कुरा तपाईँले जान्नुपर्ने, मैले जान्नुपर्ने कुरा, परमेश्वर सबैभन्दा ठुलो हुनुहुन्छ भन्ने कुरालाई बुझ्नुपर्छ। जब निराशा आउँछ, हामीलाई निराशा ठुलो लाग्छ, समस्या ठुलो लाग्छ, परिस्थितिहरू ठुलो लाग्छ, तर तपाईँले कहिले सोच्नु भएको छ यो स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर तपाईँ र मेरो परमेश्वर हुनुहुन्छ भनेर? उहाँले तपाईँ र मलाई विजय दिनुहुन्छ भन्ने
कुरा कहिले सोच्नु भएको छ? भजन सङ्ग्रह 42 अध्यायको 5 पदमा गएर तपाईँले हेर्नु भने यसरी लेखेको छ, हे मेरो प्राण त किन उदास हुन्छस्, हे मेरो अन्तस्करण त किन यति धेरै व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। उनी चाहिँ परमेश्वरको वचनले तपाईँलाई मलाई दिएको उत्साह हो। जब तपाईँको जीवनमा उदासीपनहरू आउँछ, जब तपाईँको प्राणमा उदासीपनहरू आउँछ, तपाईँको भरोसा परमेश्वरमाथि राख्नुहोस्। उहाँले तपाईँलाई बचाउन सक्नुहुन्छ। तपाईँ लड्दै गर्दा, तपाईँ दुर्बल हुँदै गर्दा, तपाईँ आर्थिक समस्यामा हुनुहुन्छ होला, ऋणमा हुनुहुन्छ होला है, तपाईँसँग काम नहोला, परिवारमा शान्ति छैन होला। अब तपाईँले यो घडी निराश हुनुभयो भने के त्यसले तपाईँलाई विजय दिन्छ? दिँदैन। तर यही घडी तपाईँले प्रभुसँग यसरी प्रार्थना गर्नुभयो, प्रभु मेरो जीवनमा दुर्बलता आएको छ, तर यो सबै दुर्बलतामा नि तपाईँ परमेश्वरलाई राख्छु अनि म तपाईँको प्रशंसा गर्छु भनेर जब तपाईँ प्रार्थना र प्रशंसा गर्न थाल्नुहुन्छ, यसले सबै कुरालाई नयाँ बनाउँछ भनेर बाइबलले भन्छ। त्यसकारण समस्या सुरुमा ठुलो देखिन्छ, तर जब तपाईँ परमेश्वरलाई सम्झिनुहुन्छ, परमेश्वरको उपस्थितिमा जानुहुन्छ, समस्या हराएर जान्छ अनि परमेश्वर चाहिँ ठुलो देखिन थाल्नुहुन्छ। त्यसकारण अब तपाईँको जीवनमा समस्या ठुलो कि परमेश्वर ठुलो, तपाईँको चुनाव हो मेरो प्रिय मित्र। यदि तपाईँले समस्यालाई ठुलो देख्नुभयो भने त्यही समस्याले तपाईँलाई गाँच्छ र त्यसैले तपाईँलाई अन्त पनि गर्छ। तर परमेश्वरलाई ठुलो देख्नुभयो भने त्यो समस्या तपाईँको जीवनबाट भाग्नेछ र परमेश्वरले तपाईँलाई विजय दिनुहुनेछ। चौथो कुरा चाहिँ तपाईँले परमेश्वरको योजनाहरूलाई बुझ्नु पर्दछ मेरो प्रिय मित्र। परमेश्वर किन तपाईँको जीवनमा यो हुन दिँदै हुनुहुन्छ, परमेश्वरले किन तपाईँलाई यो परिस्थितिबाट भएर लाँदै हुनुहुन्छ, यो पनि बुझ्नु चाहिँ महत्त्वपूर्ण कुरा हो। किनभने धेरैपल्ट मानिसको जीवनमा जब समस्या आउँछ अनि उसले के सोच्छ त भन्दा, है म बिग्रेँ, म नासिएँ, म हारेँ, अब म लड्छु, अब म मर्छु, म सिद्धिन्छु। तर मेरो प्रिय मित्र, परमेश्वरले तपाईँको जीवनमा यो समस्या किन आउन दिनुभयो? कतिपल्ट तपाईँ धेरैपल्ट मानिसहरूसँग जानुहुन्छ, मानिससँग आफ्नो हातलाई फैलाउनुहुन्छ अनि उनीहरूले तपाईँलाई दिँदैनन्, उनीहरूले तपाईँलाई इन्कार गर्छन्। अनि तपाईँ के बुझ्नुहुन्छ त भन्दा नि, तपाईँलाई परमेश्वरमाथि भरोसा गर्न र त्यो व्यक्तिलाई चिन्नको लागि परमेश्वरले एउटा मौका दिएको मेरो प्रिय मित्र। तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ यसरी, तपाईँले यसरी होइन नि रहेछ, मलाई दिएनन्, मलाई भएन, मलाई यसो गरेन, होइन मेरो प्रिय मित्र। तपाईँले मानिसहरूलाई चिन्दै हुनुहुन्छ। वास्तवमा परमेश्वरले तपाईँलाई ती मानिसहरू चिन्नको निम्ति, त्यो परिस्थिति चिन्नको लागि र यो पनि कुरा हो कि तपाईँले आफ्नो अवस्थालाई कसरी सम्हाल्नुपर्छ भनेर जान्नको लागि नै प्रभुले तपाईँलाई समय दिँदै हुनुहुन्छ। त्यसकारण हामीले यिर्मयाको पुस्तक 29 अध्यायको 11 पदमा गयो भने त्यहाँनिर परमेश्वरले यसरी लेख्नु भएको छ, परमेश्वरले तिमीहरूको लागि एउटा योजना बनाउनु भएको छ अनि त्यो योजना चाहिँ तिमीहरूको खराबीको लागि होइन, तर तिमीहरूलाई भलो गर्नको लागि, तिमीलाई आशिष गर्नको लागि, तिमीलाई उन्नति गर्नको लागि हो भनेर भन्नुभएको छ। अनि धेरैपल्ट यो योजना हामी के भन्छौँ, हामीलाई फलिफाप हुँदा, हामीलाई वृद्धि हुँदा चाहिँ यो मेरो लागि भन्ने कुरा हुन्छ। तर तपाईँले युसुफको जीवनलाई हेर्नुहोस् त, युसुफलाई आफ्नो दाजुभाइहरूले नि बेचिदिएका छन्, उनी झेलखानमा पुगेका छन्, उनीहरू चाहिँ कमाराको रूपमा, दासको रूपमा मिश्र देशमा बेचिएका छन्। तरै पनि युसुफले त्यो घडी पनि यो परमेश्वरको योजना हो भनेर उनले बुझेका छन्। उनी पोतिफरको घरमा जाँदै गर्दा उनको श्रीमतीले उनलाई चाहिँ उनीसँग व्यभिचारको लागि प्रस्ताव गर्दै गर्दा उनी भागेका छन्। किन भागे त भन्दा उनलाई थाहा थियो मैले परमेश्वरको डर मान्नुपर्छ, मैले परमेश्वरको भय मान्नुपर्छ। अनि त्यसकारण मेरो प्रिय मित्र, तपाईँको जीवनमा जे जति नै कुरा हुँदैछ यो परमेश्वरको योजनाबाट हुँदैछ। कुनै पनि कुरा परमेश्वरको योजना विपरीत हुँदैन, चाहे त्यो सुख होस्, चाहे दुःख होस्, चाहे तपाईँलाई असल होस्, चाहे खराब होस्, सबै परिस्थितिमा परमेश्वरको एउटा योजना लुकेको हुन्छ। अनि यसलाई तपाईँले जित्नुपर्छ, यसलाई तपाईँले चिन्नुपर्छ भन्ने कुरालाई म हजुरसँग उत्साह दिन चाहन्छु। परमेश्वरको योजना प्राय निराशाको पर्खालभित्र लुकेको हुन्छ मेरो प्रिय मित्र। परमेश्वरको आशिष आउनुभन्दा अगाडि निराशा, दुर्बलता, दुःख, कष्ट अनि गाह्रो परिस्थिति भएर जानुपर्ने हुन्छ। किनभने हामीलाई थाहा छ यहोशूले जब यरियोको पर्खाललाई ढाल्नु पर्ने थियो, यरियो सहरलाई विजय गर्नुपर्ने थियो, अब उनीहरूसँग त्यो पर्खाल चढ्ने न कुनै साधन थियो, न त्यसलाई फोड्ने कुनै शक्ति थियो। तर उनीहरूले के कुरामा विश्वास गर्नुपर्ने थियो? परमेश्वरमाथि। अब हेर्नुहोस् त, पर्खाल र परमेश्वरको बिचको सम्बन्ध एकदमै गाह्रो कुरा हो नि। अब त्यहाँ कसरी विश्वास गर्ने, परमेश्वरले कसरी पर्खाल ढाल्नुहुन्छ भन्ने कुरालाई विश्वास गर्ने। तर यहोशू र इजरायलीहरूले के गरे? उनीहरूले विश्वास गरे। परमेश्वरले भन्नुभयो तिमीले 7 दिनसम्म यो पर्खाललाई घुम्नु, तुरै बजाउनु अनि त्यहाँबाट फर्केर आउनु। अनि वास्तवमा तपाईँ र मैले पनि यो कुरा चाहिँ एकदम असम्भव लाग्छ। अनि तपाईँ र मेरो जीवनमा नि त्यो पर्खालमा जानु, फेरि घुम्नु, फेरि फर्केर आउनु, फेरि घुम्नु, फेरि फर्केर आउनु धेरैपल्ट हामीलाई वाहियात जस्तै लाग्छ। तर तपाईँलाई थाहा छ 7औं दिनमा जब उनीहरूले तुरै पुगे, पर्खाल टुप्पा फेददेखि टुप्पासम्म छर्लम्मै ढल्यो भनेर हामी देख्न पाउँछौँ। तपाईँको समस्यालाई नि मेरो प्रिय मित्र, यदि तपाईँले परमेश्वरको हातमा राख्नुभयो र परमेश्वरले भने जस्तै गरी विश्वास गरी अगाडि बढ्नुभयो भने के यरियोको पर्खाल ढाड्न सक्ने परमेश्वरले तपाईँको जीवनमा भएको समस्या ढाल्न सक्नुहुन्न र सक्नुहुन्छ। त्यसकारण मेरो प्रिय मित्र, पर्खालभित्र नि महिमा लुकेको छ, पर्खालभित्र आशिष लुकेको छ, समस्याभित्र अनुग्रह लुकेको छ, समस्याभित्र तपाईँको निम्ति अर्को एउटा पाइला लुकेको छ। त्यसकारण परमप्रभुमा भरोसा गर्नुहोस्, अगाडि बढ्नुहोस्, उहाँले तपाईँलाई विजय
दिनुहुनेछ। र पाँचौं कुरा, तपाईँले सकारात्मक सङ्गतहरू, असल सङ्गतहरू रोज्न सुरु गर्नुहोस्। धेरैपल्ट हामी निराशा किन हुन्छौँ त भन्दा हाम्रो सङ्गतै निराशजनक मानिसहरूसँग हुन्छ। लडेका मानिस, दुर्बल भएका मानिस, हारेका मानिसहरूसँग तपाईँको सङ्गत हुन्छ। तपाईँ भजन गीत सुन्दै गर्दा तपाईँ एकदमै सेन्टिमेन्टल सङ्गहरू सुन्नुहुन्छ, तपाईँ कथा सुन्दै गर्दा त्यस्तै प्रकारका उदासीन कथाहरू सुन्नुहुन्छ, त्यसले तपाईँलाई झन् निराश तुल्याउँछ मेरो प्रिय मित्र। त्यसकारण हितोपदेशको पुस्तक 13 अध्यायको 20ले भन्छ, बुद्धिमानसँग सङ्गत गर र बुद्धिमान बन भनेर सिकाउँछ। भनेको मतलब तपाईँ जस्तो व्यक्तिको सङ्गत गर्नुहुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। निराश व्यक्तिसँग सङ्गत गर्नुहुन्छ, निराश बन्नुहुन्छ। असल व्यक्तिसँग सङ्गत गर्नुहुन्छ, असल बन्नुहुन्छ। त्यसकारण तपाईँ कस्ता मानिसहरूसँग जोडिँदै हुनुहुन्छ त्यो महत्त्वपूर्ण कुरा हो। त्यसकारण आजको दिन म तपाईँलाई यो उत्साह दिन चाहन्छु, तपाईँ जोडिएका मानिसहरूलाई एकचोटि जाँच गर्नुहोस्। यदि खराब सङ्गतमा हुनुहुन्छ भने त्यसलाई छोड्नुहोस् र सकारात्मक असल बोल्ने अनि आशिषमा जाने, प्रभुको महिमामा बढ्ने र भोलिको निम्ति प्रभुको अनुग्रहलाई खोज्ने मानिसहरूसँग सङ्गत गर्नुहोस्। यसले तपाईँको जीवनमा नयाँ काम अनि शक्तिशाली कुराहरूलाई ल्याउँदछ। मेरो प्रिय मित्र, आजको दिन म हजुरलाई यो उत्साह दिन चाहन्छु, सङ्गतले जीवनमा फरक पार्छ। एक दिन मोसा चाहिँ डाँडामा बसेर प्रार्थना गर्दै थिए अनि यहोशू चाहिँ तल जमिनमा बसेर मैदानमा बसेर शत्रुहरूसँग लड्दै थिए। अनि यहाँनिर यो लडाइँमा चाहिँ एउटा महत्त्वपूर्ण कुरा के राखेको छ भने, जब मोसाको हात आकाश माथि स्वर्गतिर उठिरहन्थ्यो यहोशूले जित्थे, इजरायलीहरूले जित्थे। जब मोसाको हात तल थाकेर तल ढल्थ्यो अनि यहोशूले हार्न थाल्थ्यो अथवा इजरायली हार्न थाल्थ्यो। अनि यो घडी दुईजना व्यक्ति हारुन र हुर चाहिँ मोसाको उपस्थितिमा त्यहाँ नजिकमा खडा थिए। अनि उनीहरूले के बुझे त भन्दा मोसालाई आफ्नो हात उठाइरहनलाई गाह्रो पर्यो। त्यसकारण के गरे, हारुन र हुरले मोसाको हातलाई थामिदिए। अनि असल व्यक्ति, असल सङ्गतले के गर्छ, विजय ल्याउँछ। त्यहाँनिर चाहिँ मोसा र हारुन हुँदै गर्दा इजरायलीले विजय ल्याउन सके, मोसा थिए। अनि यहाँ यो वचनबाट हामीलाई सिकाउन खोजेको महत्त्वपूर्ण कुरा, तपाईँको सङ्गत कस्ता मानिसहरूसँग छन्। एकदम दुर्बल मानिसहरू, एकदमै हारेका मानिसहरू, एकदमै निराश मानिसहरूसँग छन् भने तपाईँसँग भएको उत्साह पनि हराएर जान्छ। तर तपाईँ उत्साहित व्यक्तिहरूसँग हुनुहुन्छ भने तपाईँको निराशा पनि हराएर जानेछ र तपाईँ विजय बन्नुहुनेछ। त्यसकारण आजको दिन म तपाईँलाई यो उत्साह दिन चाहन्छु मेरो प्रिय मित्र, तपाईँको सङ्गतलाई सम्हाल्नुहोस्। आशा भएका व्यक्तिहरूलाई, अनुग्रह प्राप्त गरेका व्यक्तिहरूलाई, विश्वासमा खडा भएका व्यक्तिहरूलाई आफ्नो के भन्छ मित्र बनाउनुहोस् अनि तपाईँ बढ्नुहुनेछ। र छैठौँ कुरा चाहिँ तपाईँले आफ्नो गवाहीलाई याद राख्नुपर्छ मेरो प्रिय मित्र। हिजोको दिनमा तपाईँले गरेको विजयको सम्झना गर्नुपर्छ, किनभने गवाहीले चाहिँ हामीलाई आशिषमा लान्छ। गवाहीले चाहिँ हामीलाई प्रभुको प्रतिज्ञाहरूमा भरोसा गरेर टिक्नलाई हामीलाई सहायता गर्छ। दोस्रो कोरिन्थीको पुस्तक 2 अध्यायको 14 पदमा यसरी लेखेको छ, तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई ख्रिस्टमा सधैँ विजयको निम्ति दोहोऱ्याउनुहुन्छ। उहाँको आज्ञाको सुवासना हामीद्वारा हरेकको साथमा फैलाउनु हुनेछ भनिकन लेखेको छ। भन्नुको अर्थ परमेश्वरले तपाईँको जीवनमा जति पनि आशिष दिनुभएको छ यो चाहिँ के त फैलाउनको निम्ति हो, वृद्धि गर्नको निम्ति हो अनि विजय दिनको निम्ति हो। त्यसकारण हिजो तपाईँ कस्तो परिस्थितिमा यसुलाई चिन्नुभयो अनि यसुले तपाईँलाई कसरी विजय दिनुभयो एकचोटि याद गर्नुहोस् त। आज तपाईँ स्वदेशमा या विदेशमा, सजिलो या असजिलो, तपाईँको जीवनमा धनले प्रशस्त भएको या धनले तपाईँलाई साह्रै छोडेको परिस्थिति विभिन्न हुन सक्ला। तर त्यो परिस्थितिमा नि तपाईँले एउटा कुरालाई याद गर्नुहोस्, हिजो तपाईँले प्रभुलाई कुन अवस्थामा चिन्नुभएको थियो र परमेश्वरले तपाईँलाई कसरी आशिषमा लानुभएको छ। किनभने हामीलाई थाहा छ जसले यसुलाई चिनेको छ त्यो राम्रो परिस्थितिबाट कसैले पनि यसुलाई चिनेको छैन। उसँग सबै कुरा हुँदा, उसको सबै कुरा राम्रो हुँदा, उसको शरीर स्वास्थ्य र सबै कुरा ठिक हुँदा कसैले पनि प्रभुलाई चिनेको हुँदैन। एकाध दुई आत्मा त्यो होलान्, तर जतिजनाले प्रभुलाई चिनेका छन् ती हरेकको व्यक्तिको जीवनमा एउटा समस्या छ, एउटा कष्ट छ, एउटा आपद विपद छ, त्यसपछि उनीहरूले विजय पाएका छन्। त्यसकारण आजको दिनमा तपाईँलाई यो उत्साह दिन चाहन्छु, जसरी दाउदले गोलायतमाथि विजय गरे तपाईँले पनि दुर्बलतामाथि विजय गर्न सक्नुहुन्छ। तपाईँले पनि आफ्नो गवाहीद्वारा विजयलाई ल्याउन सक्नुहुन्छ अनि यो विजय चाहिँ परमेश्वरको हातमा छ। र अन्तमा सातौँ कुरा चाहिँ आफ्नो मनमा भएको नकारात्मक कुराहरूलाई पूर्ण रूपमा त्यागिदिनुहोस्। त्यो घडी यसुलाई भन्नुहोस्, रोमीको पुस्तक 12 अध्यायको 2 पद, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो र परमेश्वरको असल र ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ सो तिमीले जान्न सक भनिकन लेखेको छ। आजको दिनमा तपाईँले र मैले गर्नुपर्ने महत्त्वपूर्ण कुरा चाहिँ येशूको जीवनलाई, येशूको उपस्थितिलाई हो। रोमी 12 ले भने जस्तै गरी मनमा नयाँ भइकन पूर्ण रूपमा परिवर्तन हुने जीवन तपाईँ र मैले जिउनु पर्छ भनेर बाइबलले सिकाउँछ। त्यसकारण म हजुरलाई उत्साह दिन चाहन्छु, तपाईँको नकारात्मक कुरालाई पूर्ण रूपमा रद्द गर्नुहोस् अनि सकारात्मक परमेश्वरको महिमामा अगाडि बढ्नुहोस्। यसले तपाईँको जीवनलाई पूर्ण रूपमा बदल्नेछ र तपाईँलाई आशिष पनि तुल्याउनेछ। त्यसकारण मेरो प्रिय मित्र,
तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ निराश व्यक्ति होइन, तपाईँ दुर्बल व्यक्ति होइन। तपाईँको जीवनमा कुनै पनि कुराले तपाईँलाई हराउन कहिले पनि सक्दैन। जब तपाईँ थाक्नुहुन्छ तपाईँ थोरै रोकिनुहोस् मेरो प्रिय मित्र। जब तपाईँ हरेस खानुहुन्छ एकछिन रोकिनुहोस् अनि यसो भन्नुहोस्, म हार्नको निम्ति बनिएको होइन, मेरो परमेश्वरले मलाई विजय दिनुहुनेछ। मेरो परमेश्वर सामर्थ्य हुनुहुन्छ अनि सामर्थ्य परमेश्वरले मेरो हरेक निराशाबाट, मेरो हरेक दुर्बलताबाट, मेरो हरेक कमजोरीबाट मलाई माथि उठाउनुहुनेछ र उहाँले आफ्नो महिमा दिनुहुनेछ। मेरो प्रिय मित्र, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, तपाईँलाई आशिष गर्न तयार हुनुहुन्छ। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ। स्वर्ग अनि पृथ्वीका मालिक परमेश्वर, आजको दिन तपाईँको छोराछोरी जो निराशामा हुनुहुन्छ, दुर्बलतामा हुनुहुन्छ, समस्यामा हुनुहुन्छ, तपाईँ परमेश्वर आफ्ना छोराछोरीको साथमा जानुहोस्, तपाईँको अङ्गालोले आफ्ना छोराछोरीलाई बेर्नुहोस् र उहाँको दुर्बलताबाट तपाईँले छुटकारा दिनुहोस्। यसै घडी यो छोराछोरी स्वतन्त्र भएको र तपाईँको महिमालाई थाहा गरेको एउटा गवाही तपाईँले निर्माण गर्नुहुनेछ। त्यो गवाहीले साँच्चै हामीलाई बदल्नेछ अनि त्यो गवाही तपाईँले आफ्ना मानिसहरूको बिचमा शक्तिशाली रूपमा प्रचार गर्नुहुनेछ। धन्यवाद प्रभु, तपाईँले हामीलाई छुनुभयो, लिनुभयो, हाम्रो विश्वासलाई बलियो तुल्याउनु भयो, हामीलाई आशिषको मार्गमा डोर्याउनु भयो। यी सबैद्वारा तपाईँकै महिमा भएको होस्। यति भन्दै चढाउँछु जीवित प्रभु यीशु ख्रीष्टको नाउँमा, आमेन। साँचो र सामर्थ्य परमेश्वर हामीसँग हुनुहुन्छ, त्यसकारण तपाईँ निराश हुनु पर्दैन, तपाईँ चिन्तित हुनु पर्दैन, किनभने तपाईँको चिन्ता र तपाईँको निराशा यसुले कल्भरीको क्रुसमा रद्द गरिसक्नु भएको छ। तपाईँलाई अनुग्रह दिएको छ, विजय दिएको छ। त्यसकारण नहार्नुहोस्, निराश नहुनुहोस्, नलड्नुहोस्, किनभने परमेश्वरले तपाईँलाई विजय तुल्याउनु नै छ। यतिका समय हामीसँग जोडिनु भयो, हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहे। बेथेल टिभीमा तपाईँ आज पहिलोचोटि हुनुहुन्छ भने बेथेल टिभीलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला, नजिकै रहेको बेल आइकन र अल बटनलाई दबाउनुहोला। हाम्रो लागि प्रार्थना गर्नुभयो, तपाईलाई धेरै धन्यवाद। अझै धेरै प्रार्थना गरिदिनु होला। विशेष गरी बेथेल भवन मर्मतको निम्ति तपाईँले गरेको प्रार्थना र सहायताको लागि धन्यवाद दिन चाहे। अझै पनि हामीलाई धेरै खाँचोहरू छ अनि प्रार्थनाका साथसाथै सहायताका हातहरूको निम्ति पनि आशा गर्छु परमेश्वरले तपाईँलाई प्रशस्त मात्राको आशिष गर्नुभएको होस्। र साथै तपाईँहरूका कुनै त्यस्ता प्रार्थनाका विषयहरू छन् जो हामीहरूको बिचमा साझा गर्न चाहनुहुन्छ भने ती विषयलाई तल दिएको व्हाट्सएप नम्बरमा पठाउनु होला। हामी ती विषयलाई लिखन प्रार्थना गर्नेछौँ र परमेश्वरको महिमा हुनेछ। हुन्छ। सम्पूर्ण प्रभुका जनहरूलाई प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह।